सपना खोज्न गएका छोराको होस्टलमै हत्या। खबर सुनसाथ आमाले रोजिन् मृत्युको बाटो। एउटा तन्देरी छोरा आफ्नो भविष्य बनाउन परिवारको अनुहारमा खुसी ल्याउन सहर पसेका थिए। तर कसलाई के थाहा काठमाडौँको त्यही होस्टलमा उनको अन्तिम थलो बनेछ भनेर। दाङको घोराईका 22 वर्षीय बसन्त कालाथोकी काठमाडौँको एक होस्टलमा बसेर पढ्दै थिए। अघिल्लो दिनसम्म उनी परिवारसँग फोनमा कुरा गर्दै थिए, भविष्यका सपना बाँड्दै थिए। तर अचानक एउटा डरलाग्दो खबर आयो। काठमाडौँको होस्टलमा बसन्तको हत्या भयो। यो अकल्पनीय खबर जब दाङमा रहेकी उनकी 38 वर्षीय आमा डिमा कालाथोकीको कानमा पर्यो, उनको संसार क्षणभरमै सिद्धियो। 9 महिनासम्म कोखमा राखेर हुर्काएको मुटुको टुक्रा अब यो दुनियाँमा रहेन भन्ने खबर आमाको मनले सहन सकेन। छोराको मृत्युको पीडा अझै जोडका कारणले उनले आफ्नो जीवन समाप्त गर्ने निर्णय लिइन्। घटना लगत्तै खटिएको प्रहरीको टोलीले अनुसन्धान तीव्र पारी हत्यामा संलग्न 2 जनालाई पक्राउ गरिसकेको छ। हत्याको वास्तविक कारण के थियो र कसरी यो घटना घट्यो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। एउटा छोराको सपना काठमाडौँमै अस्तायो अनि छोराको वियोगमा आमाले पनि सँगै यो संसार छाडिन्। आमा र छोराको आत्माले शान्ति पाओस्।